ड्रोन सुट द्वार गेटनिर पुग्ने बित्तिकै एउटा यस्तो सुन्दर धारा छ होइन गाई सुन्दरी जल छ उलुलु आइरहेको छ होइन यस्तरी आउँछ छैन होइन अब यसको पानीमा के गर्ने हो यो चाहिँ हुँदैछ होइन अनि हामी चाहिँ यहाँ सबजना आउँदैछन् होइन हामी चाहिँ यस्तरी जाँदैछौँ यहाँ त हजुरले चिकन खानुहुन्छ र खानुहुन्न अनि यो चाहिँ यहाँ ललिपप त्यसो भने पट्टि हाल ऊ चाहिँ हाइड्रो पावरको पानी ल्याएको पाइप रहेछ होइन यस्तो छ है गाई चाहिँ उकालो रहेछ होइन उसलाई चाहिँ गाह्रो भइसक्यो सुरु म यो उकालो होइन नन स्टप दौडेर पट्ने बाटो सकिन्न हेलो यहाँ कोही गरिरहेछन् होइन यहाँ चाहिँ हामीले टिकट काटेर जानुपर्छ हामी चाहिँ जाँदैछौँ आज होइन लालीगुराउँ सिङ्गल गतिविधि गर्न पाइँदैन जङ्क फुडहरू पनि जे ल्याएको छ प्लास्टिकहरू सब रिटर्न दिनुपर्छ होइन त्यही हो ल गाइज उकालो बाटो छ चल्दैछु माथि गएर रमाइलो दृश्यहरू आउनेवाला छ आज पक्कै पनि यही हुनेवाला छ यहाँ चाहिँ ढुङ्गाहरू खोलाहरू महादेव भन्नु पऱ्यो यहाँ चाहिँ शिवलिङ्ग यहाँ चाहिँ पानीहरू सुन्दर वातावरण होइन जान चाहिँ अलि कहिले पहाड नचढ्ने मान्छेलाई गाह्रो हुनसक्छ तर यहाँ पुगिसकेपछिको रमाइलो फेरि छुट्टै किसिमको हुन्छ कि माथि पुग्ने बित्तिकै हाम्रो थकान सब मेटिन्छ यो सबैजना जाने भएर हामी चाहिँ अलिक खतरा गर्ने मान्छे भएर एउटा चाहिँ गइछ म पनि जाँदैछु यहाँ हामी जति अप्ठ्यारो ठाउँमा त्यति फास्ट हिँड्छौँ कि फेरि यहाँ माथिबाट ढुङ्गामुढा आउन नि बेर छैन होइन तपाईँहरू चाहिँ नआउनुहोस् भन्छु म यो बाटो चाहिँ होइन सिडी छँदैछ सिडीको बाटो जानुहोस् यो अलि अप्ठ्यारो बाटो छ यो दिन भाइ पनि पछाडि कस्तो फिल हुँदैछ के छ अवस्था हो यस्तो हुन्छ है शिवपुरी घुम्न नलिएपछि मारिदिन्छु भन्ने अबदेखि यता हेर कस्तो फिल भयो
हो खै अनुहार हेरौँ न अनुहार कस्तो यो अवस्थामा कुन गीत गाउँदा राम्रो होला वेलकम टु सुन्दरी ज सोचे चाहिँ जिन्दगी रहेन त हुँदैन मिल्ने भनेको ल एकचोटि जाओस् त एक गीत गीत मिल्दैन ऊ त्यहाँ तल ओए ल आऊ छिटो फास्ट यो के छ रे नाम हामी चाहिँ खोलामा जाँदैछौँ है गाई यहाँ हेर्नु त ओ माई गड माछा मार्नुपर्छ क्या हो हेलो गाइज म चाहिँ खोलामा जान्छु यहाँ मन्दिर रहेछ होइन मन्दिर माछालाई डुब्छ बस्छ होइन त्यही हो अरू त केही छैन ऊ त्यहाँ क्याट माछा मारेर जान्छु है गाइज ओ माई गड माछा माछा घुम्न आउँछ मैले ल ल खसे खसे खस यो चाहिँ पर्फेक्ट भयो ल ल जडै जाली बनाएको नयाँ ओहो यार भाइ सहिहाल्यो बहुतै राम्रो गीत आयो एकदमै यहाँ चाहिँ होइल मार्ने प्लान भइरहेछ होइल होइलको शिकार हुँदैछ यो ठुलो समुद्रमा
अहिले रोक्नु न, म माछालाई होइल देखाउँछु। उहाँको हातमा माछा आइसकेको छ है। यो पानी हाल न अनि। चिसो बल्यो चिसो बल्यो। उद्यानबाट त्यसो गर्दै उनी। प्लास्टिक छैन मात्रै। के गर्ने यसलाई समातेर? फाइनल्ली एउटा माछा समात्नु। सक्सेसफुल पिपल। सक्सेसफुल पर्सन। भाइ भाइ प्लास्टिक यो दिन प्लास्टिक पानी हाल न। पानी मर्दैन त्यो। यो दिन पानी र पानी हो। पानी त कानकाट भर्न त नि। अलि ठुलो ठाउँ भइदा हुन्छ। ओके दिन्छ पानी। यो दिन त हाल पानी। भिडियो खिच्ने मान्छे चाहिँ साप आयो नि नडराउनु ल। छिटो खिच्नु पानी। अरे साप आयो भने भिडियो खिच्दै नथाल्नु ल। ओइ बिटा त्यसलाई प्लास्टिक हालेर मर्छ नत्र। ढिला दिया सापलाई चोप्न तयारी गर्छ क्या। माथि प्लास्टिक। पुरा साप निस्कियो। पनि सहयोग गर्न मलाई टोक्लाई नचिना बिना ए आधा त तिमीले के आयो बाबा दुआ आएर भयो बिना हाल दुआ आएर सब चारवटा क्यामेरा लगाऊ एंगलबाट उतादेखि उता यहाँ हालेर बाबु यी दैन यो साग बसेर जानु हुन्न सबै साग नठी ल्याउँदै जानु यो समुद्रमा करिब 1000 साग छ लठी ल्याएर दिपेश एउटा लठी ल्याएर रङ आउँछ कोही त मध्यामा बाँच्यो पानी किन गाइस बेटाओ गाइस बोतल ल्याउनु यार कोही पाल्नु हाल्नु यहाँ माछा छ एकदम ठुलो ल्याउन ए फाइनल्ली एउटा ठुलै 10 केजी को माछा भेटिसक्यो है गाइस के रे ट्रान्सफर अहिले म त अहिले ब्लग बनाइरा चाहिँ बिल्कुल युट्युबमा सब्स्क्राइब गर्नु दही केटा बोतलमा ट्रान्सफर हुन्छ मेरो भरि थियो है उ चाहिँ छ अब यहाँ भित्र त क्या बक्की दाती खानु यार कसम सर्प होला छोड्नु चल्नु यता छोड्दिनु आयो सर्प आइली नलागी भन्नु हामी क्यामेरामा सर्प पुग्छ त हाल्नु सिधै एउटाले हाले चाहिँ सबै मरेको मात्र अब टिकट काट्नु पर्ने माछा अब ठुलो योजना नोटिसमा हेरेर चाहिँ कारबाही हुन्छ एन्ड फाइनल्ली क्यामेराम्यान हजुर मोबाइलबाट गाइस त्यो मोबाइल हेर त पानी पर्ला मोबाइल कसको पानी परिरहेको एक मछली पानी में गई छपैक काठमाडौँ सुन्दरी जलमा काठमाडौँका सुन्दर युवाहरू नुहाउँदै है
कहाँ यहाँ हुँदैछ एकदम ठुलो रेस। प्रतिस्पर्धीहरू एकदम छिटो छिटो यता आऊँ के अरे। के बोले भाइ के बोले। स्नान गरिरहेछ एकदम। ल ल ल यिनी हुन् काठमाडौँका सुन्दर। यता हेर्नुहोस् फाइनली आज अब यो कुन ठाउँको केटा हो भन्नुहोस् त। सुन्दरी जल हो सुन्दरी जल घुमेर होइन यहाँ रमाइलो गरेर स्विमिङ गरेर अब फर्किन लाग्यो। आउँदा चाहिँ धेरै गाह्रो भएको थियो है यो बाटो। अहिले फर्किँदा चाहिँ एकदमै मजा आइरहेछ।